मिशन रोजगार को साथ में मिडल ईस्ट मैन पावर प्राइवेट लिमिटेड कुपन्डोल ललितपुर, सलमानी ओभरसीज प्राइवेट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ, कोशी इंटरनेशनल सर्भिसेज प्राइवेट लिमिटेड विशालनगर काठमाडौँ, जब ट्रैक रिक्रूटिंग कंपनी प्राइवेट लिमिटेड धापासी काठमाडौँ, मैन पावर बजार इन्वेस्टमेंट प्राली तिलगंगा एयरपोर्ट काठमाडौँ, सिग्मा ओभरसीज मैन पावर प्राली गौशाला काठमाडौँ, एएनएस एसोसिएट्स प्राइवेट लिमिटेड गैरीधारा काठमाडौँ, मिलेनियम मैन पावर कंसल्टेंसी प्राली बालाजु काठमाडौँ। रोजगारीका माध्यमबाट व्यक्ति व्यक्ति हुँदै गाउँ समाज अनि राज्य समृद्ध पार्ने अभियानमा कार्यक्रम मिशन रोजगार। नमस्कार दर्शक वृन्द, ट्रान्सपरेन्सी मिडिया प्रोडक्सन प्रालीको प्रस्तुति कार्यक्रम मिशन रोजगारमा स्वागत छ। म ध्रुवजङ सापकोटा। स्वदेशी तथा वैदेशिक रोजगारका विविध पक्षहरूलाई सकारात्मक सोचका साथ तपाईहरूमाझ सुसूचित पार्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ कार्यक्रम मिशन रोजगार मार्फत। दर्शकवृन्द, वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा केन्द्रित रहेर युवा तथा अनुभवी वैदेशिक रोजगार व्यवसायी एस एम्प्लोयमेन्ट ब्यूरो प्रालीका अध्यक्ष तुलसी प्रसाद काफीसँग गरिएको कुराकानी आजको पहिलो प्रस्तुतिमा। स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद। अहिले वर्तमान अवस्थामा समग्र वैदेशिक रोजगार व्यवसायको अवस्था मूल्याङ्कन गर्दा के समस्याहरू हामीले देख्न सक्छौँ? अहिलेको अवस्थामा हेर्दाखेरि हामी व्यवसायहरूलाई हरेक दृष्टिकोणबाट हेर्दाखेरि विभिन्न चुनौतीहरू छ। पहिलो नम्बर त तपाईको विभागकै समस्याले गर्दा हामी व्यवसायीहरू प्रत्येक दिन विभाग धाउन पर्ने र विभिन्न शान्तिमा सानो एउटा मिस्टेकले एउटा सानो कुराले गर्दा पनि हामी व्यवसायले दिनका दिन दुःख पाइरहेको महसुस गरेको छु मैले। के को अर्थमा भन्नु होला भने जस्तै कुनै कम्पनीबाट एउटा डकुमेन्ट आउँदाखेरि डकुमेन्टमा कन्स्ट्रक्सन र कन्ट्र्याक्टिङको सवालमा एउटा ए छोड्दा अथवा फुल स्टपको नमिल्दाखेरि पनि विभागले हामीलाई तेरो फाइल भएन, यो फाइल सच्याएर ल्याइज अथवा तँलाई स्वीकृति दिन्न भनेर फाइलहरू पन्छाउनेले गर्दा त्यो एउटा झन्झटिलो छ। र अर्को कुरो तपाईको सबै विभागमा व्यावसायिक संस्थाका सञ्चालकलाई नै बोलाएर तपाईको समाहार गर्ने प्रवृत्ति एउटा सबैभन्दा झन्झटिलो मलाई लाग्दछ। होइन, त्यो विभागमा जुन समस्याहरूको कुरा गर्नुभयो यहाँले, त्यहाँ सबै प्रक्रियाहरू रेट पुर्याएर डकुमेन्टेसनहरू पेपरवर्कहरू भएको खण्डमा त उनीहरूले सेवा दिनुपर्ने होइन। व्यवसायीहरूलाई सबै हाम्रो डकुमेन्टहरू त्यहाँको तपाईँको चाहिँ कूटनीतिक नियोग अथवा नेपाल एम्बेसी अथवा कुनै त्यहाँको एउटा सम्बन्धित निकायबाट एटेस्टेड भएर अथवा त्यो प्रमाणित भएर आएको डकुमेन्टलाई पनि कुनै एउटा सानो ए अथवा बी छुट्दाखेरि पनि सञ्चालक आफै उपस्थित भएर बोलाएर दुःख दिने प्रवृत्ति दिनका दिन बढ्दै गइरहेको छ। यसलाई चाहिँ निराकरण गर्नको लागि के गर्न सकिन्छ? तपाईको राजनीतिक पोलिटिकली गर्दा व्यवसायहरू दुई ध्रुवमा बाँडे, तर व्यवसाय गर्ने सवालमा दुईटा ध्रुवमा नबाँडिकन हामी एकै भएर सबै व्यवसायले गएर राज्यका निकायहरूसँग हामीले समन्वय गर्ने हो भने यी समस्याहरू तत्कालै समाधान हुन्छन्। वैदेशिक रोजगार विभागको सेवाप्रति यहाँ अहिले पनि अहिलेको वर्तमान परिस्थितिमा पनि यहाँ सन्तुष्ट हुनुहुन्न? तपाईलाई खुलेरै भन्नुपर्दा पूर्णचन्द्र भट्टराईज्यूको पालामा जति व्यवसायीले उहाँलाई विरोध गर्थे तर उहाँको पालामा धेरै राम्रो काम भएको थियो र जति व्यवसायीले गएर सर मेरो यस्तो हो कुरो भनेर व्यवसायीले गएर डिजीको अगाडि भन्दाखेरि उहाँले हेरेर यदि तपाईको फाइल ठिक छ भने काम गर्नुहोस् भनेर उहाँले खुलेर व्यवसायलाई सहयोग गर्नुभएको थियो। त्यसपछिको अवस्थामा दुई तीनवटा डिजी चेन्ज हुनुभयो, उहाँहरूले कहिले पनि व्यवसायलाई सहयोग गर्नु भएन र अहिले भर्खरै नयाँ डिजी आउनु भएको छ पुष्कर सर, सायद उहाँले केही सुधार गर्नुहुन्छ होला र हामी व्यवसायलाई सहयोग गर्छु भनेको हुनाले आशा छ उहाँको पालामा सुध्रिएर जाला कि जस्तो लाग्छ मलाई। अर्को एउटा पक्ष, अब रोजगारदाता विदेशी कम्पनीहरू हुन्छन्, यिनीहरूलाई हामी रोजगार प्रोभाइड गर्ने संस्थाहरूले त यिनीहरूसँगबाट हामीले कमिसन लिनुपर्ने हो उल्टै, तर यहाँ त उल्टै हामी श्रम पनि बेचिरहेका छौँ अनि कमिसन पनि दिइरहेका छौँ। अलिकति अस्वस्थ प्रतिस्पर्धा आइरहेछ, यसलाई कसरी हेर्नुहुन्छ? आइएलओको यदि सिद्धान्तमा जाने हो भने हामीले मान्छे पनि दिन्छौँ र हामीले सेवा लिनुपर्ने हो। तर हाम्रो के भयो भन्नु होला भने नेपाल कन्स्टिट्युन्टमा हेर्ने हो भने हामी मान्छे पनि दिन्छौँ
हामी कमिसन पनि तिर्छौँ। सबैभन्दा अस्वस्थ प्रतिस्पर्धा मलेसियामा भएको देख्दछु मैले। किन भन्नु होला भने आजभन्दा 5 वर्ष अगाडिको व्यवसाय र अहिलेको व्यवसायमा एकदमै डिफ्रेन्ट पार्टमै डबलै अन्तर भएर आएको देखिएको छ। अब यो अवस्थाले गर्दै जाने हो भने सायद मलेसियाको व्यवसाय हिजो कोरियाको व्यवसाय जस्तै राज्यले नियन्त्रण गरेर बन्द गर्नुपर्ने अवस्था आउन सक्छ होला जस्तो मलाई लाग्दछ। अब जस्तो यहाँले भन्नुभयो अस्वस्थ प्रतिस्पर्धा छ, अब यसलाई निराकरण चाहिँ कसरी गर्न सकिन्छ त? यो अस्वस्थ प्रतिस्पर्धा त तपाईँ व्यवसायीहरूले गर्दा नै हामी व्यवसाय सरासर भन्नुपर्दा हामी व्यवसायले नै बिगारेका छौँ। मार्केटमा सुन्न आउँछ मलेसियाको रेट 1.20 1.30 नर्मली छ भन्ने सुनाइरहेछ। राज्यले येनमा तोकेको छ 80,000 भन्दा लिन पाउँदैन भनेर, तर 80,000 मा कुनै पनि व्यवसायले गर्न सक्दैन। सरासर कुनै पनि व्यवसायले गर्न सक्दैन। राज्यको श्रम विभागलाई पनि थाहा छ, श्रम मन्त्रालयलाई पनि थाहा छ र अहिलेको माननीय मन्त्रीज्यूलाई पनि यो कुरा थाहा छ। त्यसो भए त्यो देखाउने दाँत जस्तो देखाउने दाँत तपाईलाई खुलेर भन्नुपर्दा मैले चाहिँ के भन्छु भने साथीहरूले म 80,000 पठाउँछु भनेर यहाँ दावा गर्नुहुन्छ होला, तर मलेसिया गर्ने कुनै पनि व्यवसायी साथीले 80,000 मान्छे पठाउनु भनेपछि त्यहाँनिर इलिगल काम भइरहेको छ। इलिगली काम सरासर भएको छ र राज्यले के गर्नु पर्यो त भन्दाखेरि अब यो जुन 80,000 को सिलिङ तोकिया छ 2047-48 सालमा माननीय मन्त्री पाल्टेन गुरुङको पालामा तोकेको रेट हो। त्यो रेटलाई समायोजन नगर्ने हो भने अब त्यो रेटलाई बढाएर जाने हो अथवा व्यवसायले लिन पर्ने सुविधा शुल्क त्यतिखेर 6 महिनाको थियो कि अब पनि अहिलेको स्यालेरी, अहिलेको तपाईको मार्केट प्राइस, अहिलेको तपाईको करेन्सी इन्क्रिजको आधारमा यदि त्यो सेवा शुल्क नथप्ने हो भने तपाईको मलेसियामा अथवा खाडी मुलुकमा भनौँ जहाँ पनि व्यवसाय गर्ने व्यवसायी साथीहरूले सरासर इलिगल रूपमा गइरहेको मैले महसुस गरेको छु। अब यसलाई नियन्त्रण गर्नलाई के राज्यले चाहने हो भने हामी 60,000 पनि मलेसिया पठाउन सक्छौँ। तर किन त भन्दा राज्यले पहल गर्नु पर्यो। हामी व्यवसायले नै हामी मार्केटिङ गएको छौँ, हामी व्यवसायले नै आफैले बिजनेस ल्याएको छौँ। राज्यले पनि त्यहाँको रोजगारदाता कम्पनी, त्यहाँको सम्बन्धित निकायसँग, त्यहाँको कूटनीतिक पहलसँग, त्यहाँको सरकारसँग गएर पहल गरेर यो तुरुन्तै निराकरण गर्ने सोच्नु पर्दछ। तपाईँ व्यवसायहरू बीचको अस्वस्थ प्रतिस्पर्धाले त व्यवसायको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सरासर जाने कामदारहरू मर्कामा पर्छन्। त्यो रिलाइज गर्नुपर्छ। अब के छ भन्नु होला भने ध्रुवजी 2047 सालको डलरको रेट, 2047 सालको त्यहाँको चाहिँ कम्पनीको दिन पाउने सेवा शुल्कको रेट र अहिलेको रेटमा डबलको फरक पर्न आएको छ र त्यतिखेरको टिकटको अवस्था अहिलेको टिकटको अवस्था बढी छ। त्यो अवस्था बढेको कारणले पनि व्यवसायले चाहिँ अटोमेटिक त्यो भार वर्करमा थपेका छन्, त्यो स्वाभाविक हो। तर राज्यले पनि त्यतिखेर लागेको सेलिङलाई अब अहिले त्यही सेलिङ लिनुपर्छ भनेर उपयुक्त राज्यको पनि हुँदैन। मैले चाहिँ जुनसुकै कार्यक्रममा जहाँ जाँदा पनि के भनेको छु भने अहिलेको व्यवसाय नेतृत्वलाई पनि मैले के सुझाव दिएको छु भने तपाईहरूले मन्त्रीज्यूका, माननीयज्यूका, सचिवज्यूका जाँदाखेरि यतिखेर यही नियम बन्ने अवस्था छ। यो अवस्थामा जाँदाखेरि 6 महिनाको सेवा शुल्क अनिवार्य रूपमा लिन पाउनुपर्छ भनेर तपाईँले डिफेन्ड गर्नुहोस्, हामीलाई पनि सहभागी गराउनुहोस्। मैले त्यो कुरा गरेँ। व्यवसायीका समस्याहरू छँदैछन्, सँगसँगै कामदारका समस्याहरू आफ्ना ठाउँमा छन्, तर तपाईँहरूको आफ्नो छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ चाहिँ आपसी विवाद, नेतृत्व विवाद अनि त्यसैको जुहारीमा अल्झिएर चाहिँ सीमित रहिरहेको अवस्था छ। यसलाई चाहिँ कसरी हेर्नु? अब के छ भन्नु होला भने वैदेशिक रोजगार सङ्घ छाता संगठन एउटै छ। यसमा हामी करिबन 759-60 हाराहारीमा हामी व्यवसाय आबद्ध छौँ र हामी व्यवसायको पीरमर्का र जाने हाम्रा दाजुभाइको पीरमर्का भन्दा पनि अहिले चाहिँ के भयो भन्नु होला भने अहिलेको पछिल्लो फेसमा आएर के देखिन आछ भने सधैँ हामी नेतृत्व तहलाई नेतृत्व मात्रै लिनुपर्छ, नेतृत्व मात्रै पाए हुन्थ्यो भन्ने हामी व्यवसायले गर्दा जाने हाम्रा कामदार, हामी व्यवसायी सधैँ मर्कामा छौँ। त्यो उदाहरणले त्यसले गर्दा वैदेशिक रोजगार विभागमा तपाईँको हाम्रा काम गर्ने दाजुभाइहरू, हाम्रा श्रम प्रतिनिधिहरूले दिनका दिन दुःख पाएको अवस्था छ। यदि हामी व्यवसायी एक भएर गएनौँ, हामी व्यवसायीले यो समाधान छिट्टै गरेनौँ भने यो रूप सधैँ रहिरहेको छ, व्यवसायी सधैँ दुःख पाइराख्ने अवस्था छ। भनेपछि अब सँगसँगै तपाईँहरूको नेतृत्वको लागि अब साधारण सभा पनि हुँदैछ। अब यसलाई चाहिँ कसरी अघि बढाउँदा राम्रो? अहिले यसको नेतृत्व विभागले राम्रो सन्देश जाँदैन, हामी एक भएर जानु नै पर्छ। हामी एक भएनौँ भने आज राज्यमा हेर्ने हो भने नीति नियम बनाउने ठाउँमा त साथीहरू राजनीतिक कर्मीहरूले मेलमिलाप
र एकता नै गरेर जानुपर्छ, हामी मिलेरै जानुपर्छ भनेर गएको अवस्था छ भने हामी व्यवसाय पनि एक हुनुपर्छ। हामी व्यवसायले एक भएर राज्यसँग हाम्रो जोरदार रूपमा हामी व्यवसायले भोग्नु परेका समस्याहरूलाई निराकरण गर्ने पहल गर्नुपर्छ। चुनाव भइहालेको खण्डमा अथवा आउने क्रममा चाहिँ कसरी अगाडि बढ्दा ठिक होला भन्ने चाहिँ मेरो जिज्ञासा। अब यदि चुनावै भएर हुने अवस्था आयो, चुनाव गर्नै पर्छ भनेर गयो भनेदेखि हामी एक भएर जानुपर्छ। अब आउँदा नेतृत्व सधैँ यी पुराना साथीहरूले नेतृत्व गरेर भन्दा पनि अब नयाँ नेतृत्व आउनुपर्छ। नयाँ नेतृत्वले व्यवसायीको पीर मर्का र व्यवसायिक क्षेत्रमा भएका समस्या समाधान गर्न र कानुनी तहले व्यवसायीहरूको मर्कालाई लिएर गएर राज्यको कुन संयन्त्रमा जाने हो, कहाँ जाने हुन्, त्यो पहल गर्न सक्ने नेतृत्व जानुपर्छ जस्तो लाग्छ मलाई। अर्को एउटा प्रसङ्ग, वैदेशिक रोजगारका क्रममा लिने र दिइने अभिमुखीकरण तालिम, यो चाहिँ कतिको व्यवहारिक छ? खालि देखाउने प्रवृत्तिको रूपमा मात्रै हामी हुँदै गइरहेको सुन्नमा आइरहेछ। जब मान्छे उड्न आइसकेर उसको भिसा सिसा सबै आइसकेका हुन्छ, उसले पासपोर्ट टिकट लिनुभन्दा 2 दिन 3 दिन अगाडि आएर त्यो ओरिएन्टेसन लिन जाँदा उसले कुनै पनि अभिमुखीकरणको तालिम लिन जाँदा उसले केही पनि पाउँछ जस्तो मलाई लाग्दैन। औपचारिकतामै र सर्टिफिकेट बेच्ने संस्थाले बेच्ने र हामी व्यवसायलाई बाध्यता परेछ हामी किन्ने र श्रम विभागमा त्यो लडेर देखाउने कागती खोस्टो मात्रै लाग्छ। किन त भन्नु होला भने यो यदि अभिमुखीकरण लागू गर्ने हो भने राज्यले, प्रवर्धन बोर्डले, हाम्रा प्रवर्धन बोर्डमा त्यत्र पैसा जम्मा भएको छ, हाम्रा जाने वर्कर साथीहरूकै तर्फबाट कामदारकै पैसाले त्यत्रो पैसा जम्मा भएको छ। 75 जिल्लाको सिडिओ कार्यालयमा पासपोर्ट बनाउनुभन्दा अगाडि यो अभिमुखीकरण तालिम चाहिँ पहिला दिनुपर्छ। स्थानीय तहबाट नै हामीले अभिमुखीकरण तालिम गर्न सक्यौं भने बल्ल त्यो अभिमुखीकरण तालिम लिएको चाहिँ सान्दर्भिकता होला, नत्र भने त्यो औपचारिकतामै सीमित हुन्छ। सँगसँगै अर्को एउटा प्रसङ्ग, वैदेशिक रोजगारको क्रममा गर्नुपर्ने स्वास्थ्य परीक्षण जुन छ, यसमा चाहिँ क्वालिटी कतिको देख्नुहुन्छ तपाईँ? अब मेडिकलको क्षेत्रमा हेर्नुहुन्छ भने अहिलेसम्म एकाध रूपमा साउदीमा मेडिकल गर्दा, जुन साउदीकै गभर्मेन्टको आफ्नो एउटा गामका नेपाल भन्ने छ, एउटा सिन्डिकेट जस्तो लागू गरेर बसेको छ, उसले आफ्नो मात्रै मात्रात्मक गरिराखेको छ। त्यसबाट गएका साथीहरू मेडिकल अनफिट भएर सुन्न आएको छैन। एकाध मात्रामा 100मा 1% मान्छेहरू फेल भएर आउँछन्, तर पनि त्यति त्यसले हुँदैन। सबैभन्दा बढी मेडिकलको विकराल रूप देखिन्छ मलेसियामा। मलेसियामा आज तपाईँको मेडिकल गरेर गयो, 2 महिना 3 महिनापछि मान्छे मेडिकल अनफिट भएर फर्केर आएको अवस्था छ। कति विभागमा पनि केस परिरहेको अवस्था छ। त्यसले गर्दा जानी वर्करले दुःख नपाओस्, भोलि गएर त्यहाँ मेडिकल अनफिट भएर फर्केर आउनु नपरोस् र क्वालिटीयुक्त मेडिकल गरिदिनु हुन म अनुरोध गर्छु मेडिकल साथीहरू। समग्र वैदेशिक रोजगारमा जान चाहने बेरोजगार युवाहरूलाई यहाँको सुझाव चाहिँ के छ? वैदेशिक रोजगारका लागि जाने सम्पूर्ण भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने जानुभन्दा पहिला कुन ठाउँ जाने त्यो कुरो प्रष्ट हुनुहोस् र तपाईँले यदि कुनै सिप सिक्नु भएको छैन भने सिप सिकेर जाँदा राम्रो हुन्छ। काम सिकेर जाँदाखेरि तपाईँहरूलाई पनि सजिलो र हामी पढाउने व्यवसायीलाई पनि गर्वका साथ हामी लेबर मात्र होइन, सिप जानेका मान्छे छन् हामीसँग ट्रेड वर्कर छन् भनेर हामीले कम्पनीसँग मार्केटिङ गर्न पनि सजिलो हुन्छ। अन्त्यमा तपाईँ र तपाईँको संस्था एस एम्प्लोयमेन्ट ब्युरो प्राइभेट लिमिटेडका तर्फबाट वैदेशिक रोजगारमा जान चाहने बेरोजगार नेपाली युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? तपाईँ के भन्न चाहनुहुन्छ? म सम्पूर्ण यो मिसन रोजगार कार्यक्रम मार्फत मेरो यस इम्प्लोयमेन्ट ब्युरो प्रालीबाट वैदेशिक रोजगारको सिलसिलामा चाहे मिडल इस्ट चाहे गल्फ कन्ट्री किन होस्, जहाँ जाने दाजुभाइ दिदीबहिनीलाई म के भन्न चाहन्छु भने निर्ढुक्कका साथ आउनुहोस् मेरो संस्थामा। आएर पासपोर्ट बुझाउनु भन्दा पहिला मेरो म्यानेजर, मेरो डिमान्ड हेर्ने शाखाको म्यानेजर अथवा म आफैलाई पनि भेटेर जानुभन्दा पहिला त्यहाँको बारेमा वस्तुस्थिति बारेमा प्रष्ट बुझेर जान सक्नुहुन्छ र भोलि गएको खण्डमा केही समस्या आएको खण्डमा सिधै यस इम्प्लोयमेन्ट ब्युरोको सञ्चालकलाई तपाईँले प्रत्यक्ष फोन गर्न सक्नुहुन्छ। त्यसले गर्दा म जाने सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई म के भन्न चाहन्छु भने मेरो संस्थाबाट जाँदाखेरि तपाईँले कुनै पनि दुःख र समस्या झेल्नु पर्दैन। त्यो परेको अवस्थामा म आफै तपाईँहरूको प्रत्येक समस्याको सल्भ गर्न म आफै अगाडि हुन्छु। धन्यवाद यहाँको समय र विचारका लागि। थ्याङ्क यू, धन्यवाद मिसन रोजगार कार्यक्रमलाई पनि र हजुरहरूलाई पनि। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको।
25 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट म्यान पावर कतार, साउदी अरेबिया, दुबई लगायतका सम्पूर्ण खाडी राष्ट्रहरूमा सुरक्षित वैदेशिक रोजगारका लागि मिडल इस्ट म्यान पावर प्राली, कुपन्डोल, ललितपुर। फोन 55 31 220 55 29 960। वैदेशिक रोजगारका क्रममा लिइने सेवा शुल्क कतिको व्यवहारिक छ त? यसै सम्बन्धी वैदेशिक रोजगार व्यवसायीहरूको विचार आजको वैदेशिक रोजगार आवाजमा। विद्यमान हिसाबले हेर्दा यो खासै व्यवहारिक अहिलेसम्म देखिएको छैन। अब यसलाई व्यवहारिक हिसाबले कसरी लाने भन्दै मन्त्रालयसँग पनि कुरो भएको थियो अस्ति, जुन हाम्रो हिसाबसँग अहिले समस्यामा जुन बढी लियो यो भन्ने छ। तर अहिले के छ भन्दा यसलाई समायोजन गर्न लागि फ्री भिसा फ्री टिकट आउने केसमा त यो ठिक छ। तर अब अहिले मलेसियाको हकमा 80,000 भन्दैछ। त्यसमा के छ भन्दा पहिला 700मा स्ट्याम्पिङ हुन्थ्यो, अहिले गएर 5,000 समथिङ हुन्छ। अब पहिला 300मा इन्सुरेन्स हुन्थ्यो, अहिले तपाईँ 35,000 रुपियाँ इन्सुरेन्सको छ। र टिकटकै हकमा भने पहिले 18,000 रुपियाँमा 14 देखि 18,000 म्याक्सिमम टिकट पाउँथ्यो भने अहिले 28,000 32,000 34,000सम्म टिकट काटेर पठाइरहेको छ। यो हिसाबले हुँदा के अहिले महँगीको हिसाबले सबै हिसाबले पनि एक्चुअल रूपले मान्छे नठगिन् भन्नको लागि चाहिँ सरकारले कुन देशमा कति कस्ट लिने, कमिसन तिर्न पाउने कि नपाउने, त्यो अहिले चाहिँ कतारमा हामीले फ्री भिसा फ्री टिकटमै पठाएको छ। हो त्यसरी मलेसियामा अहिले अस्वस्थ प्रतिस्पर्धा छ, यो सबै थाहा छ। जाने मान्छेले पैसा कति तिरेछ। मसँग दुबईको अहिले धेरै कम्पनीको भिसा आएको छ, फ्री भिसा फ्री टिकट प्लस सर्भिस चार्ज छ। मैले तोके भन्दा कम लिन्छु पैसा। तर अहिलेको हिसाबले कुन कम्पनी फ्री भिसालाई कति लिने, कमिसन तिर्ने कति लिने, सेक्युरिटीलाई कति लिने भन्ने चाहिँ गभर्मेन्ट र मेन पावर व्यवसायीसँग बसेर व्यवसायी बसेर यसलाई निर्धारण गर्नुपर्छ। यो अहिले व्यवहारिक छैन। जाने मान्छेले कति तिर्छ, एजेन्टले कति लिन्छ भन्ने अहिलेसम्म यसमा चाहिँ समस्या छ। यो कन्ट्री वाइज अब हेर्ने हो भने डिफ्रेन्ट किसिमको छ होइन। तर अब जुन ठाउँमा गएर कामदारहरू छ त्यही काम त्यही स्यालेरीमा पनि डिफ्रेन्ट किसिमले अब सेवा शुल्क सरकारले राखिरहेको छ। त्यसमा भनौँ न कतारकै किसिम हेर्ने हो भने अब विभिन्न खर्च एउटा व्यक्ति पठाउनु पर्यो भने हामीले विभिन्न खर्च बेहोर्नु पर्छ। तर सरकारले 20,000 देखि नउठा भनेको छ। अब एउटा व्यक्तिको लागि हामीले एडभर्टाइज गर्नु पर्यो, त्यस एडभर्टाइजको खर्च के अरे आउँछ प्लस श्रमहरू सबै अब भनौँ न त्यसमा ट्याक्सहरू तिर्नु पर्यो, रेन्टहरू सबै तिर्नु पर्यो गर्दाखेरि हाम्रो 20,000 देखि माथि पनि खर्च निस्किन्छ भने यो विभिन्न किसिमको भनौँ न एउटा सिमिल्यारिटी नभएर डिफ्रेन्ट किसिमको भनौँ न पोलिसीहरू जुन कन्ट्री वाइज ल्याएको छ त्यसले गर्दा धेरै अप्ठ्यारो परिरहेको छ होइन। प्लस अरू भनौँ न अब अस्वास्थ्य प्रतिस्पर्धाले गर्दा पनि धेरै ठाउँमा भनौँ न एउटा ठेसहरू म्यान पावर व्यवसाय ठेसहरू खाइरहेछ। त्यही भएर एउटा एक किसिमले यो हाम्रो संस्थाहरू सङ्घहरू मिलेर एउटा पोलिसी गभर्मेन्टको साथमा राखेर एउटा सिमिलर पोलिसी बनाएर अगाडि बढ्नुपर्छ जस्तो चाहिँ हामीलाई लाग्छ है। नत्र पनि अहिले एकदम कन्फ्युजन छ होइन, डिफ्रेन्ट कन्फ्युजन। मलेसियाको केस हेर्नुहोस्, अर्को के भन्छ दुबईको केस हेर्नुहोस्, साउदीको केस हेर्नुहोस्, के भन्छ कतारको केस हेर्नुहोस्, डिफ्रेन्ट छ। तर हेर्ने भन्दा सबै ओभरसिज वर्क के अरे जब हो नि त, त्यो कुराहरू एउटै क्याटेगोरी पर्छ नि त। तर सरकारले किन यो विभिन्न किसिमले चाहिँ यो राखेको क्या टर्म्स एन्ड कन्डिसन प्र्याक्टिकल छैन, हामीलाई अप्ठ्यारो हो। कुनै काम गरेपछि त्यसको शुल्क त तिर्नै पर्छ, तिराउनु पनि पर्छ, तिर्नु पनि पर्छ। यसमा व्यावहारिक फुल्ली रूपमा व्यावहारिक छैन है। यसको मार चाहिँ कामदारलाई मात्रै नभएर त्योभन्दा धेरै चाहिँ हामी व्यवसायीहरूलाई परेको छ है। यसको कारणहरू चाहिँ मेन कारण चाहिँ एउटा गभर्मेन्ट पोलिसी, सरकारको नीतिले नै हामी मारमा छौँ है। गभर्मेन्ट पोलिसी लगायत हाम्रा अग्रज म्यान पावर साथीहरू, हाम्रै व्यवसाय साथीहरूको एक किसिमको धमिलो प्रतिस्पर्धा। जस्तो म उदाहरणको लागि भनिदिन्छु, यहाँ कतिपय म्यान पावरको साथीहरू के छन् भने यथार्थ धरातलमा बसेर व्यवसाय गर्नुभन्दा पनि एउटा पैसाको पहुँचमा गएर चाहिँ एउटा नराम्रो किसिमको प्रतिस्पर्धा जस्तो मलेसियामा तपाईँ हेर्नुहुन्छ। जस्तो सुरुको दिनहरूमा म्याक्सिमम 1000 रिङ्गेट तिरेको कमिसनहरू अहिले आएर 2500-3000 तिर्नु परिरहेको छ। त्यहाँसम्म कि अग्रिम गएर अग्रिम पैसा पनि भुक्तानी गरिदियो। यो नराम्रो चलखेल छ। यसले गर्दाखेरि व्यवसायलाई पनि मार्छ,
र काममा जाने कामदारलाई पनि मार परिरहेछ। यो यथार्थ गभर्मेन्टले कतारमा जानेहरूलाई 20,000 मात्रै लिन पाउने भनिएको छ। त्यसको कुनै आधारै छैन। किन त्यसो भनियो भन्ने कुरै छैन। त्यो एउटा उनीहरूको आफ्नो निर्णय हो। त्यो त्यही 20,000 चाहिँ दुबईमा किन होइन त? किन कतारमा, किन साउदीमा होइन, किन मलेसिया मात्रै होइन त? एउटा पोटेन्सियल क्यान्डिडेट यहाँ नेपाली कुनै दाजुभाइहरू पढेर लेखेका छन्, उसले चाहिँ राम्रो पैसा उन्नति हुने र उसको केरियर डेभलप हुने जागिरहरू खोजिरहेछ। एक्जाम्पलको लागि 5,000 रियल मासिक तलब उसले पाउने किसिमको हामीले खोजेर ल्याएको छौँ। तर त्यहाँ उसले टिकट दिन्न भन्छ। कोही मेडिएटर छ र अलिकति कमिसन माग्छ भने उसले 50-60 हजार तिरेर गएर 5,000 को जागिर खानु पाउने कि नपाउने हो कि होइन? हिसाब गर्नुहोस्। 5,000 रियल उसले पाउँछ र 50,000 नेपाली तिर्नु भनेको कमसेकम त्यस्तै 20-25% होला 1 महिनाको तलब हो। यो चाहिँ गभर्मेन्टको पोलिसी एकदम ब्लाइन्ड हो, अन्धपर्ण। हेर यो बेमानको चाल। दुनियाँ छोराले गोमाएर कत्रो प्रगति गरिसके, यसपछि भने अब म त विदेश जान्छु। अनि जान्छ कसरी? ग्रान्ड शिखर वैदेशिक रोजगारीका लागि एकमात्र विश्वासिलो कम्पनी, छुट्टै पहिचान, छुट्टै कार्यशैली, ग्रान्ड शिखर ओभरसिज। राम्रोसँग जानु छोरा। ग्रान्ड शिखरबाटै जानुस् है। सातो लियो पेमान। Thank you, Grand Shikhar. Grand Shikhar Overseas, providing opportunities. आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको। 25 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट म्यान पावर कतार, साउदी अरेबिया, दुबई लगायतका सम्पूर्ण खाडी राष्ट्रहरूमा सुरक्षित वैदेशिक रोजगारका लागि मिडल इस्ट म्यान पावर प्राली, कुपन्डोल, ललितपुर। फोन 55 31 220, 55 29 960। दर्शकवृन्द, साताभरि वैदेशिक रोजगारका क्षेत्रमा भएका विविध गतिविधिहरू र विभिन्न अवसरहरूको समाचार अबको क्रममा। वैदेशिक रोजगार विभागले VLN नेपाल प्रालीलाई भिसा शुल्क लगायत विभिन्न विषयमा मंगलबार वैदेशिक रोजगार ऐन नियम विपरीत पैसा लिएको उजुरी र गुनासो अनुरूप 3 दिनभित्र कारण सहित विभागमा उपस्थित हुन पत्र काटेको छ। मलेसियाली दूतावासले 5 महिना अघि 700 रुपैयाँ रहेको भिसा शुल्क झण्डै 6 गुणा बढी 3,900 रुपैयाँ पुर्याएको थियो। शुल्क बढाइए पनि दूतावासले रसिदमा 700 रुपैयाँ मात्र उल्लेख गर्दै 3200 VLN को नाममा ड्राफ्ट बनाउनु पर्ने नियम बनाएको थियो। VLN ले 3200 रुपैयाँ लिइरहेको विषयमा गुनासो र उजुरी परेपछि वैदेशिक रोजगार विभागले अनुसन्धान सुरु गरेको हो। मलेसियन दूतावासले बेस्टिनेट, फोसा, मलेसियन VLN मार्फत सिन्डिकेट गरेर विभिन्न नाममा शुल्क उठाउँदै आएको आरोप वैदेशिक रोजगार व्यवसायीहरूले लगाउँदै आएका छन्। PSL रिसोर्सेज SDN BSD कम्पनी जालान मलेसियाका लागि 50 जना जनरल वर्करको आकर्षक माग काठमाडौँको गैरीधारामा रहेको ANS एसोसिएट्स प्रालीले ल्याएको छ। मासिक 26,857 तलब तथा बस्ने सहितका अन्य सुविधा रहेको उक्त मागका लागि कम्पनीका प्रतिनिधिहरूबाट चैत्र 5 गते काठमाडौँमा र चैत्र 6 गते इटहरीमा अन्तर्वार्ता हुने ANS एसोसिएट्स प्रालीले जनाएको छ। जनरल वर्करका रूपमा मलेसियाको रोजगारीमा जान इच्छुक योग्य व्यक्तिहरूले ANS एसोसिएट्स प्रालीको कार्यालय गैरीधारामा सम्पर्क राख्न सक्नुहुने कम्पनीले जनाएको छ। UAE मुलुकको आबुधाबी स्थित सेक्युरिटी गार्ड मेडलिस्ट कम्पनीका लागि 91 जना नेपाली सेक्युरिटी गार्डको आकर्षक माग राजधानीको सामाखुसी टाउन प्लानिङ स्थित फ्युचर स्टार म्यान पावर प्रालीले ल्याएको छ। 8 घण्टाको बेसिक तलब 52,860 भए तापनि अनिवार्य 4 घण्टा ओभरटाइम गर्नुपर्ने हुनाले ओभरटाइम सहित 73,211 रुपैयाँ मासिक तलब हुन जाने उक्त अवसरका लागि न्यूनतम SLC उत्तीर्ण, अंग्रेजी भाषामा पढ्न लेख्न सक्ने 21 वर्षदेखि 40 वर्ष उमेर समूहका
कम्पनीमा 5 फिट 6 इन्च उचाइ भएका योग्य अनुभवी व्यक्ति तथा एक्स आर्मी, पुलिस तथा सिभिल सेक्युरिटी गार्डहरूले आवेदन दिन सक्नुहुनेछ। एक्स आर्मी, पुलिस तथा सिभिल सेक्युरिटी गार्डको हकमा न्यूनतम 2 वर्षको कामको अनुभव तथा त्यसको प्रमाणपत्र आवश्यक छ। सम्बन्धित कम्पनीका प्रतिनिधिबाट यही चैत्र 9 र 10 गते तदनुसार मार्च 23 र 24 मा हुने अन्तर्वार्तामा इच्छुक र योग्य व्यक्तिले फ्युचर स्टार म्यानपावर प्रालीको कार्यालय टाउन प्लानिङ सामाखुसी काठमाडौँमा सोझै सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। स्ट्राइक फोर्स सेक्युरिटी एसडिएन बीएसडी कम्पनी मलेसियाका लागि 50 जना सेक्युरिटी गार्डको आकर्षक वैदेशिक रोजगारीको अवसर सामाखुसी काठमाडौँमा रहेको पिस नेपाल ओभरसिज प्रालीले ल्याएको छ। मासिक 38,300 रुपियाँ तलब र बस्ने सुविधा सहितको यस मागका लागि अन्तर्वार्ता यही चैत्र 7 र 8 गते तदनुसार मार्च 21 र 22 मा पिस नेपाल ओभरसिज प्रालीको कार्यालय सामाखुसी चोक काठमाडौँमा हुँदैछ। सेक्युरिटी गार्डका लागि इच्छुक र योग्य व्यक्तिहरूले कम्पनीमा सोझै सम्पर्क राख्न सकिने पिस नेपाल ओभरसिज प्रालीले जनाएको छ। काठमाडौँको लाजिमपाट गैरेधारामा अवस्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालीले कतारको दोहा र युएईको दुबईका लागि विभिन्न आकर्षक मागहरू ल्याएको छ। अमवाज क्याटरिङ सर्भिस दोहाका लागि पुरुष तथा महिला वेटर, जनरल सुपरभाइजर, बुचर तथा कुक गरी कुल 465 जनाको न्यूनतम 37,520 रुपियाँदेखि अधिकतम 67,000 रुपियाँ मासिक तलबमा खाने र बस्ने सुविधा सहितको माग ल्याएको छ। सोही अनुरूप वर्कर भिलेज रियल एस्टेट एलसीसी दुबईका लागि किचन डिपार्टमेन्टमा विभिन्न 13 वटा पदमा 93 जनाको, सर्भिस डिपार्टमेन्टमा विभिन्न 5 वटा पदका लागि 52 जनाको, क्लिनिङ डिपार्टमेन्टमा विभिन्न 6 वटा पदमा 292 जनाको, त्यस्तै जनरल डिपार्टमेन्टमा विभिन्न 9 वटा पदका लागि 47 जनाको तथा स्टाफका रूपमा विभिन्न 9 वटा पदका लागि 21 जनाको माग ल्याएको कम्पनीले जनाएको छ। कुल 505 जनाको माग रहेको दुबईको यस कम्पनीका लागि खाने र बस्ने सुविधा सहित न्यूनतम 26,580 रुपियाँदेखि अधिकतम 1,32,900 मासिक तलब रहेको छ। अन्तर्वार्ता धमाधम भइरहेकोले इच्छुक र योग्य व्यक्तिले काठमाडौँ लाजिमपाट गैरीधारा स्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालीको कार्यालयमा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। हवस् त दर्शकवृन्द, आजका लागि कार्यक्रम मिशन रोजगारको निर्धारित समय सकिएको छ। कार्यक्रमबाट म लगायत सम्पूर्ण मिशन रोजगार टिमलाई बिदा दिनुहोस्। नमस्कार। मिशन रोजगारको साथमा मिडल इस्ट मैन पावर प्राइवेट लिमिटेड कुपन्डोल ललितपुर, सलमानी ओभरसीज प्राइवेट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ, कोशी इन्टरनेशनल सर्भिसेस प्राइवेट लिमिटेड विशालनगर काठमाडौँ, जब ट्र्याक रिक्रुटिङ कम्पनी प्राइवेट लिमिटेड धापासी काठमाडौँ, मैन पावर बजार इन्भेस्टमेन्ट प्राली तिलगंगा एयरपोर्ट काठमाडौँ, सिग्मा ओभरसीज मैन पावर प्राली गौशाला काठमाडौँ, एएनएस एसोसिएट्स प्राइवेट लिमिटेड गैरीधारा काठमाडौँ, मिलेनियम मैन पावर कन्सल्टेन्सी प्राली बालाजु काठमाडौँ,